हाकुसाई सागलाई काटेर निकाल्ने काम छ आज, किनभने यिनीहरू पहिल्यै रोपेको चिसोले खाएको भएर धेरै ठुलो भन्नु जस्तो गन्ध हान्नु सकेन यसले। अहिले खेल्न आँट्यो यो, त्यो भएको यसलाई काट्नै पर्छ भित्रबाट फुल खेलेको कारणले। योहरू पनि सानोमै फुल खेल्यो क्या, जसले गर्दा चाहिँ मैले काट्न बाँकी छु। यसलाई काटेर चाहिँ अनि हामी फेरि नयाँ सागको उत्पादन गर्न लाग्दैछु। आज काट्ने चाहिँ यसले हो, कैँची खोज्दा हामीले यसरी डोरी बाँधेछौँ। यो चाहिँ जापानमा यसरी डोरी बाँधेर मेरो आशिषको झरी परमेश्वरले जुटाउनु भएको साग होइन, एउटै थुङ्गा यत्रो छ। यो चाहिँ जापानमा हाकुसाई भन्छ। हामीले चाहिँ यो गोलो बनाउनुलाई तानेर हाकुसाई बनाएको थियो, तर कारणवश हाम्रो यहाँ तुसार आएको कारणले चाहिँ यो राम्रो गोलो हुन सकेन। यो चाहिँ छिपेर यो फुल खेल्न थाल्यो नि त, सो अनि हामीले चाहिँ यो सानोमा नि हेरेन, सो अनि त्यही भएर चाहिँ अब यसलाई ऱ्यापिङ गरेर चाहिँ हामीले राख्छौँ। वा साग चाहिँ आलुसँगै बब्बाहरू पर्ने यसरी ऱ्यापिङ गरेँ। अब चाहिँ यो राख्नलाई एक दुईको भएको छ। यसरी राखेपछि बिग्रिँदैन, नमसँग बस्छ, छिटो कुहिँदैन, किनभने धोको छ नि त, जसले गर्दा ऱ्यापिङ त्यहाँ छ। फ्रेस गर्न गइरहेको छु राख्न लाग्यो सागलाई। यो चाहिँ हाम्रो अस्ति नै त्यो साग पनि हामीसँग टन्नै छ प्रोग्रामको, अनि त्यहाँ पनि छ आधी खाएर। परमेश्वरको आशिष हामीसँग चाहिँ एकदमै धेरै तरकारी सागहरू छ। अनि आज तरकारीलाई हामी राख्दैछु, ओभन गरेर राख्ने सुरुवातले चाहिँ यसरी ऱ्यापिङ गरेको छ। त्यो ऱ्यापिङ गऱ्यो भने चाहिँ तरकारी बिग्रिँदैन। यसो हामी त्यो चुलीलाई पनि राख्दैछु। परमेश्वरको आशिष हामीसँग सागको चाहिँ योपालि हामीसँग गएको छैन, हामीले चाहिँ हर्रे परे इनफ रूपमा नै भन्नुपर्छ खाना पाइरहेको छ। परमेश्वरले हामीलाई विदेशको भूमिमा पनि यति धेरै आशिष दिनुभएको छ। आफ्नै हातले रोपेर आफ्नै परिश्रमले रोपेर चाहिँ फ्रेस खानुको चाहिँ छुट्टै आनन्द हुने रहेछ। अनि त्यो चाहिँ त्यो भित्रदेखि आनन्द एउटा सन्तुष्टि चाहिँ मिल्ने रहेछ। त्यो चाहिँ परमेश्वरले हामीलाई जापान जस्तो देशमा आएर पनि यो मौका अनुभव गर्ने मौका दिनुभएको छ। म चाहिँ एकदमै हृदयदेखि परमेश्वरलाई धन्यवाद दिँदछु। यो मेरो चाहिँ तरकारी